संसद सचिवालयले भन्यो सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएकाले रवि लामिछानेको संसद पद निलम्बन गरियो। नमस्कार दर्शकवृन्द, तपाईँ यतिखेर हेर्दै हुनुहुन्छ सर्टकट न्युज र सर्टकट न्युजलाई सब्स्क्राइब गरी हामीसँग जोडिनुहोला। संघीय सचिवालयले सम्पत्ति शुद्धिकरण ऐन बमोजिम मुद्दा दायर भएकाले रवि लामिछानेको सांसद पद निलम्बन भएको जानकारी गराएको छ। संसद सचिवालयले हालै प्रकाशन गरेको संसद दर्पणको 36औं अङ्कमा यस्तो उल्लेख गरिएको छ। 2081 कार्तिक 3 गते लामिछाने कास्की जिल्ला अदालतको पक्राउ अनुमति बमोजिम फौजदारी कसुरको अनुसन्धानको क्रममा पक्राउ परेका थिए। पक्राउ परेको बेहोराको जानकारी प्रतिनिधि सभा नियमावली 2069 को नियम 248 को उपनियम 2 को प्रायोजनको लागि प्राप्त भएको सचिवालयमा उल्लेख गरिएको छ। प्रतिनिधि सभा नियमावलीको नियम 248 मा सदस्यको पक्राउ सम्बन्धी जानकारी दिनुपर्ने प्रावधान छ। कुनै पनि सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई दिनुपर्ने हुन्छ। संसद दर्पणमा प्रतिनिधि सभाको काम कारबाही अन्तर्गत अगाडि लेखिएको छ। 2081 पुस 8 गते प्रतिनिधि सभा सदस्य रवि लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धिकरण मनी ल्यान्ड्रिङ निवारण ऐन 2064 को दफा 22 बमोजिम मुद्दा दायर भएकाले सोही ऐनको दफा 27 को कानुन व्यवस्थाको प्रायोजनका लागि सम्माननीय सभामुख निर्देशानुसार सूचना प्रकाशित कार्य सम्पादन भएको थियो। अर्थात् गत 8 पुसमा सभामुख देवराज घिमिरेले लामिछानेको सांसद पद निलम्बन हुने निर्णय गरेका थिए। लामिछाने विरुद्ध सहकारी ठगी सङ्गठित अपराध सहित सम्पत्ति शुद्धिकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको जानकारी पत्रमा प्रहरीलाई देवराज घिमिरेले पत्र मार्फत जानकारी दिए। सोही पत्रको आधारमा सभामुख घिमिरेले लामिछानेको पद निलम्बन गरेका थिए। प्रचलित कानुन बमोजिम स्थापित सङ्गठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी कुनै वा राष्ट्र यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर निज उप दफा 22 बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन हुने भनिएको छ। व्यवस्थाको प्रायोजनका लागि यो सूचना प्रकाशित गरिएको छ कि सभामुखको निर्णयपछि संघीय संसद सचिवालयले निकालेको सूचनामा उल्लेख छ। यही सूचनालाई संसद सचिवालयले प्रतिनिधि सभाको कारबाहीमा अन्तर्गत राखेको छ। तर रवि लामिछानेको सांसद पद निलम्बनको विषयलाई लिएर विपक्षी दलहरूले प्रश्न गर्दै आएका छन्। गत फागुन 27 गते